Hi everyone, welcome back to our YouTube channel. So once again, welcome back to our YouTube channel, and yes, I'm back with my new video again, which is a mukbang video. तपाईहरुले देख्न सक्नुहुन्छ म चाहिँ फेरि पनि एउटा नयाँ भिडियो लिएर आइसकेको छु जुन चाहिँ मुकबाङ भिडियो र आज चाहिँ हाम्रो मुकबाङमा छ चिकन ललिपप विथ डिफरेंट फ्लेवर। यो चाहिँ चिकन ललिपप दुई प्रकारको चिकन ललिपप छ। यो चाहिँ विंग्स हो अनि यो चाहिँ विंग्स हो अनि यो चाहिँ ललिपप हो, चिकन ललिपप। अनि यहाँ छ चिकन बिरयानी जुन चाहिँ हाम्रो आमाले बनाइदिनु भएको। सो यस, विदाउट एनी फर्दर डिले लेट्स बिगिन आवर मुकबाङ भिडियो। या सो सुरुवात चाहिँ म योबाट गर्छु, बिरयानीबाट। सो तपाई यो चिकन ललिपप है। So let's start from the biryani. ए आमा पेप्सी पो हुनु पर्छ त। पेप्सी अघि ल्याउँछु भन्दै ल्याएन अन्त। होस्, अब यो पानी एक ग्लास एउटा ग्लास दिँदा पानी हाल्छु। सो मसँग चाहिँ छ यहाँ पानी, आज चाहिँ पेप्सी छैन। म पेप्सी ल्याउँछु भनेको थियो तर मैले पेप्सी ल्याउनु बिर्सेँ, सो पानी खानुपर्छ। सो लेट्स स्टार्ट विथ द वाटर। So let's start. First bite. एकदम दामी। Wow. यति साह्रो भोक लागेको थियो मलाई चाहिँ, दामी दामी। मैले चाहिँ मेरो आमालाई रिक्वेस्ट गरिकिन मैले यति चाहिँ चिकन ललिपप ल्याउनु भने पकाइदिनु भनेको छ। यो चाहिँ कहिले दिनको मैले रिक्वेस्ट गरेको थिएँ कि म बनाउँछु भनेर। सो फाइनली भयो। सो यस, लेट्स ट्राई चिकन ललिपप। एकदम दामी। वाव, हाँ एउटा प्लेट लिखिन आउँछ। होस् तर पर्दैन छोरा। होस् खाइदिनु। मेरोमा चाहिँ भित्र परेछ तर मन होला होला खानु। कतिजना चाहिँ भित्र खानु मन पर्दैन तर कतिजना चाहिँ मनपर्छ। म त मजा आउँछ म। So let's try this. Oh my god, एकदम दामी। चिकन ललिपप एकदम दामी।
तिमीलाई दिएन तिमी भिडियोमा आउने आउनु चल्छ मेरो बहिनी चाहिँ भिडियोमा आउनु खोजेको रहेछ तर भन्दैन कस्तो राम्रो So here is my sister. Hi. So तिमी पनि खाने ल के खाने भन Mix. यो यो चाहिँ मेरो बहिनीलाई ल ल अब बस्ने त जग्गा छैन उभिकन नै खाऊ ल कति छ भन्नु ल हाम्रो आमा चाहिँ बिरयानी एकदमै दामी बनाउनुहुन्छ सबै तारिफ गर्छ Wow. Bisa? Ayo kita. बाह्र बजी भात खाएन खाएन कि खायो मैले 12 बजी भात अन्त मलाई भोक लाग्यो So मैले almost तुरिन आँट्यो भैया बहिनी चाहिँ यो खाने रे फेरि ल जा अब तिम्रो भयो तुराउन आँट्यो मेरो मासु Mister. मेरो मुखमा खानै आउँछ खानु मलाई फेरि सेयर गर्नु मनपर्छ नि त बहिनीलाई दिएको न Wow. एकदम दामी It's a big bite. Last मेरो चाहिँ यो चिकन विङ try it once लुनामा एकखेप ट्राई गर्न बिरामीले देऊ त एकखेप ट्राई गर्नु न मेरो आमाले बनाएको आमालाई नदियो हुँदैन नि त आमाले पनि ट्राई गर्नुहुन्छ
जो कि मैले जति पनि बनाएको छ सबै आमाले बनाइदिनुहुन्छ सो मेरो यो लास्ट I'm done. No. So yes. So मैले पुरै खाने कोसिस गरेँ अन्त मैले खाए पनि एन्ड या एउटा त अब आमाले दिए भयो आमाले पनि त चाख्नुपर्छ अन्त मैले बहिनीले पनि खाने अरे त्यही भएर बहिनीलाई पनि दियो सो यस आज चाहिँ मैले सबै खाइसकेँ सो या थ्याङ्क यू गाइज फर वाचिङ आई होप तपाईँहरूलाई मेरो मुकबाङ मन पर्यो होला सो अझै तपाईँहरू हेर्नुहुन्छ भने प्लिज डु कमेन्ट एन्ड yes please do like share subscribe to my YouTube channel अगर तपाईले गर्नु भएको छैन भने अन्त अगर गरेको छ भने please do like अनि भक्कु भन्दा भक्कु share गरिदिनुहोस् so bye guys meet you in my another video till then see you